आज म चाहिँ घुम्न आएको छु काम सकेर मेरो काम गर्ने अगाडिपट्टिको जङ्गल चाहिँ कस्तो दामी के यत्रो भयो काम गरेको तर बिहा छैन कि आज यसो हेर्नु भनेर आइदिएको यस्तो रमाइलो छ माथि काम लागेको छ पातहरू बसेको छ नेपाल आउनलाई के अहिले फोहोरहरू मात्र पारेको रहेछ फोहोर छ कस्तो दामी के ठ्याक्क हाम्रो कुरा हुन्छ यस्तो छ यहाँ तल चाहिँ के छ भनेपछि पोखरी छ कि पन्ड छ त्यहाँ चाहिँ फिसिङ गर्छन् तर यो बाटो चाहिँ त्यहाँ जान्छ कि जान्न भन्ने कुरा हो यतातिर चाहिँ खोइ कता जान्छ थाहा छैन तर एक दिन आउनुपर्छ घुम्न साथी र अनि अघि चाहिँ माथि त्यो बाटो आयो त्यहाँबाट घुम्दै यताबाट आएँ अनि अहिले चाहिँ रुखहरू काटेको रहेछ यता पुरानो रुखहरू किन काट्छन् भनेपछि यसले अक्सिजनहरू दिन्न रह्यो कि त्यही भएर चाहिँ यो पुरानो रुखहरू काटेर नयाँ रुखहरू रोप्छन् किनकि यसले चाहिँ के गर्छ भनेपछि स्पेसहरू धेरै ओगट्छ भनेर होला सायद तर यहाँ चाहिँ घरमा जाने बाटो जस्तो लाग्यो यो बाटो जान्छु म सायद अब कता बाटो त म कन्फ्युज भएँ उतापट्टि बाटो छ कि छैन भन्ने कुरा हो मेन चाहिँ जहाँसम्म हुनुपर्ने हो यो चाहिँ घर त होइन जस्तो लाग्छ वेयर हाउस जस्तो लाग्यो यो ढुकिरहेछ दामी क्या सनलाइटको रेहरू कस्तो दामी परिरहेछ कि पातहरूलाई रुखहरूको बिचबाट यस्तो छेकेर कि अनि यहाँतिर चाहिँ अब कस्तो हुन्छ भने चाहिँ इट्टाको देवालहरू हुँदैन प्रायः जस्तो काठहरू नै युज गर्छ कि यो काठहरू कस्तो हुन्छ भनेपछि रिसाइकल टाइपको के यसलाई चाहिँ रिसाइकलिङ गर्न मिल्ने टाइपको हुन्छ पातलो लेयरको हुन्छ तर हुन त उसको पनि हुन्छ देवालहरू इट्टाको पनि हुन्छ तर इट्टाको चाहिँ कस्तो हुन्छ भनेपछि कुनै कसैहरूले मात्र बनाउँछ जस्तै रोड भएको ठाउँमा त्यो ठाउँमा बनाउँछ प्रायः म्याक्सिमम् चाहिँ जस्तै अब बााउन्ड्री हाल्नु पऱ्यो भनेपछि चाहिँ काठको युज हुन्छ है यहाँ चाहिँ पुल रहेछ है यो चाहिँ म पुलमा आएँ पुल हेर्नु पऱ्यो कस्तो रहेछ अब आफ्टर लङ टाइम यत्रो यहाँ बसेर पनि मलाई यहाँ मेरो घरको वरिपरि यस्तो छ भन्ने मलाई थाहा नै थिएन है यसो रमाइलो यसो ठिकै बनाउनु पर्छ पुलमा माछाहरू चाहिँ छैन खासै सानो पानी हो यो त्यस्तो खासै ठुलो छैन उतापट्टि चाहिँ ठुलो हुनसक्छ फिसिङहरू गरेर हुन्छ ऊ माछा कत्रो ठुलो छैन दिइरहेछ फिसिङ गरिरहेको हुन्छ खैरेहरूले तर कस्तो भनेपछि फिसिङ गर्छ तर फिसिङ गरिसकेपछि खाना चाहिँ मिल्दैन एकछिन समात्छन् हेर्छन् अनि त्यो माछालाई फेरि चाहिँ त्यो पन्डमा छोडिदिन्छन् क्या अनि छोड्नु त छोड्छन् तर के हुन्छ भनेपछि हातको विषहरू लागेर बल्छीको विषहरू लागेर चाहिँ माछाहरू चाहिँ कतिपय मरेर किनारमा तैरिरहेको देखिरहेको हुन्थेँ मैले अस्तितिर तर त्यो चाहिँ गर्नु नदिनु पर्ने हो गाइस म चाहिँ फाइनल्ली एक दुईवटा टिकटक बनाऊँ भन्न लागिरहेको थिएँ तर भएन कि मबाट मान्छेहरूले लास्ट डिस्टर्ब हाने है अनि मलाई चाहिँ के भयो भनेपछि यसो नभयो फेरि एक राउन्ड भ्लग स्टार्ट गरिदिउँ भन्ने भयो कि अनि भ्लग बनाउनु लागेको अब हेर्नु यही हो म बस्ने घर पछाडिको ताल चाहिँ यही हो अनि यहाँ चाहिँ कस्तो छ भनेपछि अहिले चाहिँ मान्छे छैन यसमा बसेर चाहिँ फिसिङहरू गरेर हुन्छ त्यहाँनिर टेन्ट राखेर हुन्छ अनि जस्तै अब त्यहाँ बिनहरू छ ऊ फिसिङ गरिरहेछ एकजना लेडीले चाहिँ फिसिङ रडहरू छ कति धेरै दुई चारवटा बहुत लामो हुन्छ टाढा फालेको हुन्छ फिसिङ रड यो सामानहरू ल्याउने तिनीहरूको चारोहरू ल्याउने फिसिङ रड यस्तो छ पानी चाहिँ एकदम फोहोर भइसकेको रहेछ निलो त छ तर फोहोर छ एकदम राम्रो देखिएन है अनि यहाँ चाहिँ काठको पुल रहेछ राम्रोवाला टिकटक बनाउनको लागि चाहिँ स्ट्यान्ड हुनेवाला रहेछ म चाहिँ अघि उतापट्टि अल्झेर बसेँ ल ठिक छ एकछिन टाइम मिलाएर गर्नुपर्छ त्यो पनि अनि यो नजारा चाहिँ हो डाटफट अनि उतापट्टि पनि राम्रो छ जोस् हाम्रो जस्तो नेपालको जस्तो त छैन है जे भए पनि टेक्नोलोजीको आधारमा अगाडि होला तर सुन्दरताको हिसाबले चाहिँ पछाडि नै छ तर बनाउन जाने भनेपछि चाहिँ हुँदो रहेछ भन्ने हो यो चाहिँ कस्तो भनेपछि यो
नेचुरल चाहिँ होइन आर्टिफिसियल नै हो। अब यहाँ कस्तो छ भने चाहिँ 2 भागमा पोन्ड छ, यतापट्टि र उतापट्टि बिचमा बाटो। यो चाहिँ बाटो बनाइदिएको क्या, मान्छेहरू हिँडलान् यताउता गर्लान् भनेर, हाम्रो देखिनको लागि चाहिँ बनाएको बाटो हो। तर हाम्रोमा अब त्यो चाहिँ भरोसा छैन, अब कस्तो हुन्छ देश विकास भन्ने कुरा। ठिक छ, घन्टीलाई अब भरोसा गरेर जे होस् जनताले जिताइएको छ। आफ्टर 5 years लेट्स चेक व्हाट ह्यापेन। त्यही हो, जहाँसम्म राम्रै होस् भन्ने हो। अब बालेनको जे होस् अब पहिलादेखि राम्रै गर्दै आइरहेको हो र अझै पनि गर्छ भन्ने आश छ। त्यही त हो नि, अरू के छ र।